हेलो गाइज, वेलकम टु माई न्यू ब्लग र सबैजनालाई स्वागत छ मेरो ब्लगमा। आज चाहिँ हामी बन्दा खोला आएको छौँ। सबैजनाले हेर्न सक्नुहुन्छ बन्दा खोलाको भ्यू र यहाँको सुन्दरता एकदमै दामी छ। त्यसैले चाहिँ सबजना हेरिदिनु होला। आज चाहिँ मेरो ब्लगमा चाहिँ हामी बन्दा खोलालाई सो गर्न जाँदैछौँ, हेर्न सक्नुहुन्छ होइन। र दामी यहाँ चाहिँ एउटा प्राचीन कालदेखि चाहिँ केही लेखिआएको हो। यो चाहिँ मलाई त थाहा छैन, तर पनि हेर्न सक्नुहुन्छ तपाईँहरूले। अनि चाहिँ यहाँ चाहिँ हेर्न सक्नुहुन्छ तपाईँले, यहाँ चाहिँ यस्तो यस्तो केरिएको छ। यहाँ चाहिँ पहिला राजा र रानी बस्थ्यो भन्ने हामीले सुनेको थियौँ र यहाँ पहिला गहिँथ्यो भन्ने सुनेको थियौँ, तर अचल थाहा छैन हामीलाई। र अनि चाहिँ यो चाहिँ उता सिक्टादेखि आएको खोला भयो यो चाहिँ होइन, हेर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ। र अनि यहाँ चाहिँ हाम्रो सानो भयो नि दामी भयो नि एउटा झरना त दामी होला, हेर्न सक्नुहुन्छ। जस्ट ब्युटिफुल झरना होइन, दामी छ। सबजनाले चाहिँ यहाँ आउनुपर्ने हुन्छ ल, यसलाई चाहिँ एकदम दामी स्पोर्ट गराउनु पर्ने हुन्छ हामीले। र अनि अब अरू त्यस्तै छ। आजको दिन चाहिँ हाम्रो यस्तै कटिरहेको छ, थोरै भए पनि रमाइलो गर्ने हाम्रो सोच हो। त्यसैले चाहिँ मैले भ्लग बनाउन चाहेको, तपाईँहरूलाई नि मनोरञ्जन होस् र यो ठाउँमा तपाईँहरू घुम्न आउनुहोस् भनेर चाहिँ मैले यो भिडियो बनाएको हो। हेर्न सक्नुहुन्छ यो चाहिँ यो मसिन हो होइन, यो चाहिँ बन्द गर्ने अफ गर्ने सिस्टम थियो, तर अहिले चाहिँ चालु छैन। हेर्न सक्नुहुन्छ दामी छ। अनि पछि हेर्न सक्नुहुन्छ हाम्रो यहाँ पनि एउटा दामी छ। पहिला चाहिँ यो यस्तो पुरै चिल्लो थियो, तर अहिले चाहिँ भत्काइदिएको छ खोला आएर। र अनि चाहिँ हेर्नु सक्नुहुन्छ यता दामी छ। र यो चाहिँ हाम्रो सेन दामी भ्यू हेर्न होइन। यो चाहिँ यतातिर चाहिँ हलदारपुर, यतातिर चाहिँ सेम्रे, यतातिर चाहिँ डाइबोटोल कोलपुर एरिया जस्तो। अनि चाहिँ यहाँको सेन तपाईँहरूलाई म देखाउन चाहन्छु। अनि यहाँ चाहिँ हामी चाहिँ सानोमा चाहिँ बहुत पौडी खेल्थ्यौँ, तर अहिले चाहिँ यहाँ पानी सुकिसकेको छ। अनि यहाँ चाहिँ म यो चिप्लोटी खेल्थेँ, र चिप्लोटी खेलेर मैले चाहिँ कति पाइटहरू च्यातेको पनि छु। र अहिले चाहिँ यहाँ भत्किन लागेको छ कि हल्का होइन, भत्किन लागेको छ, तर पनि केही छैन, फेरि पनि राम्रो हुन्छ भन्ने आशा छ। अनि यो चाहिँ पहिलाको पुल हो, यहाँ चाहिँ गुटीमुटी पारेर राखेको छ। पहिलाको पुल हो यो चाहिँ, भत्कियो होइन। वारिपारि पनि दामी दोकानहरू थियो, तर अहिले चाहिँ छैन क्या। त्यसैले चाहिँ आज सबैहरूलाई चाहिँ यो ठाउँ सो गर्न चाहेको मैले। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ यस्तो दामी खोला थियो होइन, दामी खोला हो यो चाहिँ। यहाँको पहिला जमानामा चाहिँ यहाँको पानी खाइन्थ्यो, तर अहिले चाहिँ पानी खाइन्न यहाँ। हेर्न सक्नुहुन्छ यस्तो दामी छ। टपमा त जानु भएन म पहिला, म चाहिँ लास्ट डर लाग्छ फेरि पौडी खेल्न आउँदैन नि त मलाई, बुझ्नुहुन्छ मेरो के साथीहरूले गाइसहरूले। दामी छ नि होइन, फोटो खिच्नु छ भने चाहिँ आउन सकिन्छ, यहाँ दामी भ्यू छ। र अनि चाहिँ आजको भ्लग चाहिँ यही सम्बन्धित थियो। हाम्रो ठाउँलाई चाहिँ चिना भन्ने साथै चाहिँ मैले तपाईँहरूलाई यो भ्लग बनाउन चाहेको, ठिक छ। अनि चाहिँ दिस द टप भ्यू, यो चाहिँ दामी डेटिङ स्पट। दामी जानु कत्रा कत्रा डोराहरू लाएर यो चाहिँ बनाएको प्राचीन। यो चाहिँ म घुमाउन सक्छु जस्तो लागेन मलाई, त्यही म कोसिस गर्न सक्छु भने चाहिँ घुमेन यार, भयो पुग्यो। कान्छीको त्यो रातो ग्यालेरीमा लिन आउँछु नि त्यो सालैमा।